भर्खर आज चाहिँ बाँस ओसारेर यति बाँस चाहिँ ल्याइसक्यो हामीले 10 वटा जस्तो। यहाँ हामी बार्दैछ, हामी म र आप्पाले गोठको। तपाईँहरू बार कस्तो लाग्यो हेर्नु। हामीले यहाँ बल्ल बल्ल बनाइसकेको छ हो। यस्तो बार यतापट्टिको भइहाल्यो बार। यो त अस्ति बनाएको बार हो। अब यो यतापट्टिको छ बार गर्नु, रेडी गर्नु। आज चाहिँ यतापट्टिको बार हुन्छ। ल हामीले यहाँ बारेर पनि सकिसकेको छ हो। यस्तो भएको छ बार हाम्रो बार। मैले लगाएको बार चाहिँ यतिको भयो, राम्रो यतिको चाहिँ हुँदो रहेछ, ठिकैको। हाम्रो यहाँ खम्बा नपुगेर चाहिँ हामी फेरि खम्बा काट्नु जाँदैछ म र आप्पा। यहाँ चाहिँ हामी यहाँ खरबारी जाँदैछ, यहाँ तल्लो बारी। यहाँ हाम्रो पहिला बाजेको बारी, सोमी बाजेको बारी। यहाँ चाहिँ अहिले बाजे आप्पाले कमाउँदैछ। यहाँ चाहिँ हामी खम्बा चिलाउनेको भाम खम्बा ल्याउँछ। यस्तो भएको छ हाम्रो तल्लो बारी चाहिँ। सोमी बाजेले पहिला उयो बनाउने बारी, मकै रोप्ने बारी। अन्त यहाँ हेर्नुहोस् ल, यो रोड हो। यो खास चाहिँ यहाँ चोर बाटो भएको छ रोडमा त। अन्त यता चाहिँ उकालो जाने रोड। यहाँ टक्कै गएपछि पासाङ दादाको घर पुग्ने। यहाँ चाहिँ पहिला हाम्रो सोमी बाजेको घर थिएछ हो। यहाँ घरेटी यहाँ कम्ती छ। यहाँ यो घरेटी यस्तो यहाँ त अहिले घरेटीमा त उयो उम्रेको छ। के भन्छ यसलाई निकाल है।
निकाल ल अम्लिसो। पहिला यहीँ थियो अरे सोमी बाजेको घर चाहिँ हाम्रो आप्पाको। अरू माथि चाहिँ पासाङ दादा घर। यता चाहिँ हिजो म र आप्पाले यहाँ उयो फाडेर यतिको सफा भएको न त यहाँ चाहिँ झोडी थियो एकदम झोडी यहाँ हिजो म र आप्पाले बाँस काटेर बाटोहरू फेरि यस्तै छ बाटो छ यस्तो हिजो हामी बाँस काटेको है यहाँ तल्लो बाडी यो चाहिँ हिजो तल यहाँ खाती गाउँ यो हाम्रो रोड मुनि चाहिँ खाती गाउँ हो उहाँ रहेछ आप्पा यो चाहिँ काट्नु पर्थ्यो चिलाउने यो के भन्छ यसलाई कटुस यो चाहिँ यो काट्नुपर्छ उहाँ पनि रहेछ कि सुडिलो रहेछ नि त्यो चाहिँ उहाँ पनि रहेछ कि सुडिलो रहेछ नि त हामीले यहाँ खम्बा पनि रेडी भइसक्यो आप्पा जाँदैछ खम्बा बोकेर खम्बा मतलब यसको तगडा हुन्छ नि आप्पा र म चाहिँ यहाँ थाकेर बसिरहेको छ दुईटा बोलो बोकेर तलबाट एउटा यहाँ एउटा माथि जानुपर्ने यो बाटो म चाहिँ भर्खर बोरा लिएर आइपुग्यो हौती राख्नु त्यहाँ नराख्नु